होगी कभी तेरी मेरी शादी, ओ शहजादी लाएंगे हम डोली सजा के। सामने दिल तेरा चुरा लेंगे हम सबके सामने दिल तेरा। तू मेरी बात को गौर से उठाता है लगा पहरा। तूफान इश्क का एक बार जो उठा मेरी जान। 16 बरस के 2 कदम चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के, चौबार तुझको भा गए, तेरी कुड़माई के दिन आ गए। ले रहा सब लाए तेरी माई बाबुल का घर बार है, हो गेंदा गुलाबों से सजे डोली तेरी तैयार है। झूलों के मौसम वो तेरे हमसे रोके भी रोके ना गए, तेरी कुड़माई के दिन आ गए नी तेरी कुड़मा। आज सजे आए वे सारा शहर, आज हो गई आवे रब दी महर। हाय सजे आए सारा शहर, आज हो गई आवे रब दी महर। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। खुशियां दा चढ़िया अज वेला वे, सारेयां ने नचना सारेयां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे, सारेयां ने नचना सारेयां ने गाना वे। सखियां ने सजना है मैं भी सवरना है, अज दिन चढ़िया तेरे नाम दा वे। सखियां ने सजना है मैं भी सवरना है, अज दिन चढ़िया तेरे नाम दा वे। दिल नहीं लगता है वे आके तू ले जावे, मैं तेरे इंतजार च तकदियां राह। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तो सजना वे।
मिलाइलिन्न आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर
पाना नाम लिख ले हेलो करके प्यार बहाना सादा सादा रहे मोर दिल के पाना नाम लिख ले हेलो करके प्यार बहाना देखो नजारा करे इशारा पंछी दीवाना उड़ जा नील गगन में घुल जा बहती पवन में उड़ जा नील गगन में घुल जा बहती पवन में हुन्छ परमेश्वरको धर्म पुस्तकमा लेखिए अनुसार हामी क्रिस्चियन परिवार भएको कारणले हामी सबैभन्दा पहिला मगनीको कार्यक्रममा अगाडि बढाउन लागेका छौँ र एकदमै छिटोभन्दा छिटो यो कार्यक्रम अगाडि बढाइराख्नेछौँ हामीले चाहिँ र त्यसपछि पास्टरज्यूलाई हामी स्वागत दिन्छौँ र दुलै रानीलाई पनि ताली बजाएर स्वागत दिन्छौँ र आमाको लागि पनि सम्पूर्ण अनुभवहरू आउनु भएको छ साना नानीहरू ठुला जवानहरू सबैजना अल्फा सामुदायिक चर्चका पास्टर म नै भए अनि मण्डलीबाट पनि आउनुभएको छ पास्टरजी अनि उहाँको सम्पूर्ण परिवार पुरा गाउँै उल्टेर आएको छ हामी परमेश्वरको नाउँमा चाहिँ सबैलाई धन्यवाद दिन चाहन्छौँ तपाईँ प्रभुलाई आजको दिनको लागि धन्यवाद चढाउँछौँ आजको यस मगनी कार्यक्रम तपाईँ परम प्रभुको अनुग्रहमा हुन दिनुभएको लागि धन्यवाद चढाउँछौँ प्रभु आजको यी सम्पूर्ण कार्यक्रमहरूद्वारा तपाईँ परमेश्वरलाई नै आदर महिमा प्रशंसा भएको होस् आजको यस मगनी कार्यक्रमलाई प्रभु तपाईँ परमेश्वरको उपस्थिति र तपाईँको आशिषले भरिदिनुहोस् भनिकन प्रार्थना गर्नुहोस् भन्दै बिन्ती प्रार्थना गर्छौँ येशू प्रभुको नाउँमा छोरालाई याकुब चाहिँ जो गएका थिए धेरै टाढासम्म तर यहाँ त अब नजिक नजिक छ त्यस कारण हामी चाहिँ हतार हतारमा गऱ्यौँ र यो चाहिँ कार्यक्रमहरू सबै पुरा मगनी भयो विवाह भयो मण्डलीमा गर्ने चलन छ तर पनि हामी टेक्निकल अभावको कारण आमा नत्र भोज चाहिँ हामीले जहिले पनि मग्नी र ऊ चाहिँ जो चर्चमा नै गर्ने गर्दछौँ र हामी जहाँ छौँ त्यहाँ चर्च पनि हुन सक्दछ हामीहरूको हृदयमा चाहिँ परमेश्वरको राज्य गर्नुहुन्छ र परमेश्वरले हामीलाई चलाइराख्नु भएको छ यो सबै कुरा विधि विधान अनुसार चाहिँ भइराखेको छ र म प्रश्न गर्दछु विवाह गर्नको लागि मग्नीको लागि चाहिँ जो इच्छुक हुनुहुन्छ नानी धन्यवाद ताली बजाइदिनु सबैजनाले हुन्छ कि एक महिना दुई महिना तीन महिना पर्खिने चलन छ मेरो पनि विवाह भएको थियो मग्नीको 1 महिना अगाडि चाहिँ दार्जिलिङमा भएको थियो भने विवाह चाहिँ तानसेन पाल्पामा चाहिँ चर्चमा भएको थियो त्यसकारणले हामी धेरै पर्खिने छैनौँ अरू यसको कार्यक्रम पछि लगत्तै हामी चाहिँ विवाहको कार्यक्रम अगाडि बढाउने छौँ र म दुलहा राजालाई सोध्न चाहन्थ्युलाई म चाहिँ सोध्न चाहन्छु कि तपाईँ आफ्नै इच्छाले यो मगनीमा आउनुभएको छ कि जब भएको छ भोक लाग्यो होला गर्मीको मौसम छ ठाउँ पनि सानो छ त्यस कारणले चाहिँ नि हामी अब फेरि पनि के गर्दछौँ भनेदेखि दुलहापट्टिबाट आउनुभएको बुवालाई सोध्दछौँ हजुरको ताली बजाइदिनु ल दुलैपट्टिबाट पनि हामी सोध्छौँ दुलैको आमालाई के तपाईँलाई मजदुरी छ ल ताली बजाइदिनुहोस् उहाँलाई पनि हामी एकदमै छिटो छरितो गर्दछौँ विवाह मग्नीको कार्यक्रम 25% विवाह भइसक्यो अब चाहिँ है त देख भेट यताउता सबै कुरा राम्रो छ छैन है आँखा कस्तो छ शरीर कस्तो छ बोल्छ चाल्छ पढाइ लेखाइ सबै कुरामा चाहिँ जुन हामी पहिलेदेखि नै कुरा गरिराखेका छौँ धेरै वर्षदेखि कुराकानी भइराखेको छ हाम्रो बिचमा चाहिँ त्यस कारणले अहिले छिटोभन्दा छिटो गर्न थाल्यौँ किनभनेदेखि अब टेक्निकलको कारणले चाहिँ हामी यतातिर आइपुग्यौँ धन्यवाद छ अगाडि पास्टरज्यूको अगाडि त्यस कारणले आफ्नो सिरो अगाडि राख्नेछन् दुलैपट्टिबाट एक ठाउँमा दुलापट्टिबाट एक ठाउँमा राख्नेछन् ल
धन्यवाद। ल अब हामी यी 3टा कुरामा छोइदिने छन् अनि दुलहा राजाले यतापट्टि आएर यो 3टा कुरालाई त्यसले छोइदिनु हुनेछ। धन्यवाद। बस्नुहोस्। दुवैजनालाई ताली बजाइदिउँ हामीले दुलहा राजालाई अनि दुवै रानीलाई। जुन साटासाट मगनीको कार्यक्रम सुसम्पन्न भएको छ त्यो घोषणा गर्दछु मैले अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। यो कार्यक्रममा हामी यतिजना सहभागी भएका छौँ र हामी सानो प्रार्थना गर्नेछौँ। प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्ने हो, परमेश्वरसँग बोल्ने हो, परमेश्वरसँग माग्ने हो। ल हामी प्रार्थना गर्छौँ आँखा चिम्म गरेर। पवित्र आत्मा परमेश्वर, त्रिएक परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ सङ्गीता नानीको अनि रचित दुलहाको लागि विशेष गरेर जुन मगनी सुसम्पन्न भएको छ। हामी तपाईँलाई हृदय खोलेर धन्यवाद चाहन्छौँ। धेरै महिना धेरै वर्षदेखि हामी चिन्तित थियौँ र प्रार्थना गर्दै थियौँ। त्यो आज मगनी पुरा भएको छ। अब केही बेरपछि फेरि विवाहको कार्यक्रम सुसम्पन्न हुनेछ। यति हाम्रो बिचमा तपाईँ जिउँदो परमेश्वर पिता हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। परमेश्वर पिता तपाईँले हामीलाई क्षमा दिनुहोस् केही भुल घटी कमी छ भने, कमजोरी छ भने, तर पनि हामी तपाईँलाई नै हृदय खोलेर धन्यवाद चढाउँछौँ। यो जोडीलाई तपाईँले लिनु, उहाँहरूलाई पनि हामी विशेष गरेर प्रार्थना गर्छौँ जसले विवाह मग्नी गर्नुभएको छैन। एकदमै छोटकरीमा राम्रोसँग सुसम्पन्न भएको होस्, कुनै पनि ओछ्यान बिटिलो नहोस् भनेर परमेश्वर चाहनुहुन्छ। किनभने हामी मानिस जाति हौ। मानिस जातिलाई परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको हो अनि परमेश्वरले जे पनि बनाउनु भयो, जे पनि गर्नुभयो त्यो असल छ। आजको दिन कति रमाइलो दिन, घमाइलो दिन। हाम्रा दुलै रानी अनि दुलहा राजा आशिष माग्दछौँ परमेश्वर पिता। यहाँहरूको भविष्य उज्जवल भएको होस्। यिनीहरूको आमाहरू, बुवाहरू, इष्टमित्रहरू, मण्डली, परिवारहरू सबैलाई सुख, शान्ति, समृद्धि दिनुहोस् भन्ने प्रार्थना गर्दछौँ। यो विनम्र निवेदन हामीलाई मुक्ति दिने, हामीलाई शान्ति दिने, हामीलाई मग्नीमा सफल बनाउनु हुने, हामीलाई विवाहमा सफलता दिनुहुने येशू मसीहको नाउँद्वारा माग्दछौँ। सुनिकन ग्रहण गर्नुहोस्। आमेन। जय मसीह। नमस्कार। आमेन भनेको यस्तै होस् भनेर धन्यवाद। दिपुर मगरटोल तथा अल्फा सामुदायिक चर्च टिकापुर ब्लक बी का नानी तथा रामबहादुर हरदेउला कुस्मी र लक्ष्मी निया हरदेउला कुस्मीका सुपुत्री सङ्गीता जति पनि पाल्नु भएको छ। यहाँनिर मण्डलीका पास्टर, एल्डर, डिकन अनि हाम्रो दुलै पस्काउँदै हामी आजको यस पवित्र विवाह समारोहलाई सुरु गर्नेछौँ। कोरस नम्बर 28 हामीलाई जतिजनालाई आउँछ हामी सँगसँगै मिलेर यसलाई गाउनेछौँ। साथीभाइहरू र परिवार र इष्टमित्र जति पनि आउनु भएको छ। आज हामी सङ्गीता चौधरी र रचित डङ्गौरा थारू बीच हुन गइरहेको पवित्र विवाह समारोहमा सामेलित भएका छौँ। साक्षी हुनको लागि र क्रिस्चियन विश्वासअनुसार विवाह केवल दुई व्यक्तिको सामाजिक सम्बन्ध मात्र होइन, यो परमेश्वरको सामु गरिएको पवित्र करार हो। त्यसै कारण हाम्रो बिचमा पास्टर औगाजनहरू हुनुहुन्छ जसलाई हामी अङ्ग्रेजीमा कभनेन्ट भन्छौँ। यो सामाजिक मूल्य मान्यता मात्र नभएर यो एउटा ईश्वरसँग र विशेष हामी तपाईँको पवित्र विधिमा प्रभु जस्तो तपाईँको छोराले प्रभु दिनुहुनेछ उहाँको साथमा तपाईँहरू हुनुहोस् प्रभु र तपाईँको दासले हाम्रो बिचमा प्रभु वचनहरू तोड्नुहुनेछ र उहाँको साथमा तपाईँहरू हुनुहोस् प्रभु र विशेष हामी तपाईँसँग प्रार्थना गर्छौँ प्रभु हाम्रो सङ्गीता बहिनी अनि हाम्रो रचित डङ्गरा थारू भाइलाई हामी तपाईँको हात राख्दछौँ प्रभु। जसरी आज प्रभु उहाँहरू बाँधिँदै हुनुहुन्छ प्रभु र जुन विवाहको जुन प्रभु विधिहरू प्रभु हामी गर्न लागेका छौँ प्रभु तपाईँ सुरुदेखि अन्त्यसम्म तपाईँ पवित्र आत्माले हामीलाई सहायता गर्नुहोस्, मद्दत गर्नुहोस् प्रभु र तपाईँको छोरा सञ्चालकसँग तपाईँ रहनुहोस्, क्वायर ग्रुपसँग तपाईँ रहनुहोस्। जजना
हाम्रो निमन्त्रणा स्वीकारेर आउनुभएको छ प्रभु अनि आफन्तहरू उहाँहरूको साथमा तपाईँ रहनुहोस् प्रभु। र सुरुदेखि अन्त्यसम्म प्रभु आजको विवाह जुन पवित्र विवाह जुन हाम्रो हुन गइरहेको छ प्रभु त्यो राम्रोसँग सुसम्पन्न हुनलाई प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस् प्रभु। र सबैमा तपाईँको आशिष अनुग्रह रहेको छ भनेर बिन्ती अनि प्रार्थना गर्छौँ। धन्यवाद दिन्छौँ। सबै बिन्ती प्रार्थना छौँ ख्रीष्ट येशूको नाममा। आमेन। सृष्टि गर्छु तारा सुन्छु गर्जन किशोरको कति प्रशंसा होस् ईश्वरको कति प्रशंसा होस् ईश्वरको कति प्रशंसा हो। त्यसै गरी हाम्रो दुलैपट्टिका अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर श्री मोहन प्रसाद शर्माज्यूलाई स्वागत गर्न चाहन्छु। हामी ताली बजाउने छौँ, उहाँलाई पनि खाताले स्वागत गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो दुलाहाको बुवा आमा लाई म आफ्नो यथास्थानमा उठ्न अनुरोध गर्न चाहन्छु। दुलाहाको बुवा हजुर आदरणीय हुनुहुन्छ, हामी ताली बजाउनु छौँ जोरदार, उहाँलाई पनि खातासहित स्वागत गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। आमा आउनु भएको छैन होइन। त्यसै गरी हाम्रो दुलैपट्टिको आमा चाहिँ भित्र हुनुहुन्छ, हामी स्वागत गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। ताली बजाउनु छ जोरदार। फुफाजु पनि हुनुहुन्छ र मण्डलीको अगुवा पनि हुनुहुन्छ र बाँकी हामी स्वागत क्रमलाई जारी राख्नेछौँ। अनि हामी सँगसँगै ताली पनि गीतसँगै बजाउनेछौँ जोरदार। खुसीको क्षण हाम्रो नानी सङ्गीता चौधरीलाई हामी जोरदार तालिका सहित स्वागत गर्नेछौँ। स्वागत गर्नेछौँ। अनि आमा हामीसँग भएका गीत भजनहरू हामी यत्तिकै राख्छौँ, हामीसँग धेरै समय छैन, छोटो समय भएको कारणले वैवाहिक कार्यक्रम सक्नु छ। करारको अल्फा सामुदायिक चर्च टिकापुरका गुरुआमा हुनुहुन्छ र हुन्छ हामी यसको 18 देखि 24 सम्म म पढ्न चाहन्छु। फेरि परम प्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति सुहाउने एकजना सहयोगी बनाउने छु। परम प्रभुले सबै वन पशु र आकाशका सबै पन्छीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाम दिए त्यही नै त्यसको नाम भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पन्छी र सबै वन पशुहरूको नाम राखे। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी भयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको विवाह परमेश्वरले सिर्जना गर्नुभयो। जब सबै कुराहरू परमेश्वरले बनाउनु भयो, सबै कुराको जिम्मेवारी मानिसलाई दिनुभयो। अहिले पनि हामीले सबैको अधिकार गर्छौँ, हामी पृथ्वीमा भएका सबै कुराहरूको हामीलाई अधिकार छ। त्यतिखेर परमेश्वरले दिनुभएको अधिकार अहिले पनि गर्छौँ। सबै कुरा बनाउनु भयो,
अनि अन्तिममा जब आदम मानिस जो पहिलो मानिस हुनुहुन्थ्यो उहाँलाई हेर्नुभयो एक्लै टोलाइरहेको, साथी छैन, अनि परमेश्वरले विचार गर्नुभयो र उहाँले मस्त निन्द्रामा पार्नुभयो। र निन्द्राको बेलामा त्यहाँ करम परिवारलाई धेरै धेरै धन्यवाद दिन्छौँ। हामी जोरदार ताली बजाउँ यो परिवारको लागि। अनि किनकि उहाँले यो समयसम्म हुर्काइकन आफ्नो छोरीलाई आजसम्म ल्याउनु भयो, त्यो तर्फबाट यो परिवारलाई विशेष गरी धेरै धन्यवाद दिन चाहन्छौँ। हुन्छ, हामी समयको पाबन्दीमा छौँ, अगाडि बढ्नेछौँ। अब ढिलो नगरिकन हामी विवाहको करारको विधिमा जानेछौँ। हामी विवाहको करार हुन्छ, हाम्रो बिचमा हुनेछ। म यो समय उहाँलाई दिन चाहन्छु। गुरुबा हजुरलाई तलै ठिक छ, यहाँ माथि नै आउनुहुन्छ। हुन्छ, हामी ताली बजाउनेछौँ। जोरदार स्वागत। आदरणीय मनोज सरलाई हामी भर्खरै आदरणीय नानी लक्ष्मीबाट धेरै कुराहरू सुनिसक्यौँ। विवाहको सम्बन्धमा परमेश्वरले हामीलाई धेरै आशिष दिनुभएको छ। सबैलाई जय मसीह। र परमेश्वरलाई धन्यवाद होस्। पवित्र धर्मशास्त्र काम सम्पन्न हुन लाग्यो। गलाती 4:4 भन्दछ, यहाँहरूले बाइबल पढ्नु भएको छ भनेदेखि हेर्नु होला पछि पनि। र परमेश्वरलाई धन्यवाद होस्। गलाती 4:4 चाहिँ सङ्गीता नानी अनि कार्यक्रमहरू अब अगाडि बढ्दैछ। मगनी जस्तै गऱ्यौँ हामीले, त्यस्तै प्रकारले अब विवाहको कार्यक्रममा अगाडि बढाउन हामी चाहन्छौँ। र परमेश्वरलाई धन्यवाद होस् कि परिवार नयाँ दाम्पत्य जीवन सुखमय जीवन होस् भनेर तपाईँहरू एकदमै टाढा टाढाबाट आउनु भएको छ। अनि आदरणीय पास्टरलाई म धन्यवाद दिन चाहन्छु। उहाँले धेरैचोटि फोन गर्नुभयो, मैले पनि वार्तालाप गरेँ, कसरी गर्ने, के गर्ने, कहाँ गर्ने भन्ने कुरा सरसल्लाह भयो हाम्रो एकदमै राम्रोसँग। अनि हामी अगाडि बढ्यौँ। पर मिलाउनुहुन्छ जहिले पनि, हामीले चिन्ता फिक्री नगरौँ। कोही जवान हुनुहुन्छ भनेदेखि एकदमै उहाँहरूले पनि पाउनुहुनेछ, सरसल्लाहबाट सहयोग पाउनुहुनेछ निश्चय नै, अभिभावकबाट, मण्डलीबाट, अन्य स्रोतबाट पनि। त्यस कारणले सम्बन्ध गाँच्नको लागि गइरहेका छौँ। र म प्रश्न गर्दछु, 2 वर्ष अगाडिदेखि परमेश्वरको कार्यक्रम गरिराख्नु भएको छ। नजिकै चाहिँ हुनुहुन्छ उहाँ चाहिँ मेरा एकदमै मिल्ने साथी हुनुहुन्छ। र दुलहा र दुलहीको नातालाई मैले प्रश्न गर्न चाहन्छु। हातमा गइसकेको छ, म प्रश्न गर्छु। हजुरको छोरालाई यो विवाह सम्पन्न गर्नको लागि मन्जुर छ? मन्जुर छ। धन्यवाद, ताली बजाइदिनु जोरदार। र अब म प्रश्न गर्दछु, के जबरजस्ती त कसैले हराएको छैन, केही गरेको छ कि कस्तो छ कि एकदमै राम्रोसँग भन्नुहोस्। यहाँले उठेर भनिदिनुहोस् सबैको अगाडि। यो ल धन्यवाद, ताली बजाइदिनुहोस्। अभिभावकको उत्तर आइसकेको छ। अब हामी दुलहा र दुलहीलाई कडा चेतावनी वार्निङ दिँदछौँ। दुलहीको हातमा दिनु पर्यो पहिला। हामी के नानी जबरजस्ती बुवाले अथवा कसैले फकाइ ललाई लैजान खोजेको छ कि के छ? नानी मन्जुर छ कि छैन? ल ताली बजाइदिनु। मन्जुर छ अरे। तपाईँको जनसमुदायको अगाडि मैले त फकाइन, के गरी जबरजस्ती त बिहा गर्छु भन्दैछन् कि के छ? तपाईँको मनमा के छ भन्नुहोस् जनसमुदायको अगाडि। यस्तो केही छैन, मन्जुरै छ। धन्यवाद, एकदमै मन्जुर छ भन्नुभयो। धन्यवाद। ल परमेश्वरलाई धन्यवाद होस्। भने मञ्चमा ल्याउँछ। यदि तपाईँहरू बिचमा कोही हुनुहुन्छ जसले नानी सङ्गीता र भाइ बिच रचित बिच विवाह हुन सक्दैन, यो कारणले हुन सक्दैन भनेर तपाईँहरूसँग प्रमाणसहित कुनै उजुरी छन् भने यो 1 मिनटभित्र ल्याउन सक्नुहुनेछ।
यदि ल्याउनु भएन भने सधैँभरि कहिल्यै पनि हामी फेरि उहाँको विरुद्धमा कुनै पनि कुराहरू ल्याउने छैनौँ। यदि छ भने 1 मिनेट तपाईँलाई दिइनेछ। अडचन बाधा छैन। परमेश्वरलाई धन्यवाद होस्। परमेश्वरलाई धन्यवाद दिनुपर्छ हामीले फेरि यस्तो बेलामा, किनभनेदेखि हामी परमेश्वरका सृष्टि हौ। परमेश्वरले बनाउनु भएको आफ्नो असल गर्नुभयो। परमेश्वरलाई धन्यवाद होस्। यसरी अब सुसम्पन्न हुन गइरहेको छ। दुलैपट्टिबाट चिनो ल्याउनुहोस्। के छ तपाईँहरूको घर गहना, के छ श्री सम्पत्ति। ओहो, उहाँले पनि एकदमै रमाइलो सुनको औठी ल्याउनु भएको छ। कुनै इन्ड छैन यसको त्यहाँनिर। यताबाट घुमे पनि एकै छ, उताबाट घुमे पनि एकै छ। हेर्नुहोस् जनसमुदायको अगाडि। अब हामी यो दुईटैलाई प्रार्थना गर्नेछौँ। यो सुन यसमा आशीर्वाद हुनुपर्दछ। त्यस कारण हामी सबैजनाले प्रार्थना गर्नेछौँ। प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्ने, परमेश्वरसँग बोल्ने, परमेश्वरसँग माग्ने, परमेश्वरमा आफ्ना जाहेरी गर्ने हुन्छ। हामी प्रार्थना गर्नेछौँ। अनि सम्मान गर्दछौँ। तपाईँले सङ्गीताको अनि हाम्रो भाइ रचितको जुन साटासाट गर्नलाई ठुलो गहना, असल गहना लिएर आउनुभएको छ, उहाँलाई तपाईँले आशिष दिनुहोस्। उहाँको आमाहरू, बुवालाई र उहाँको परिवारलाई, उहाँको मण्डलीलाई, उहाँका एक एकजनालाई सानादेखि लिएर ठुलासम्म यो जनसमुदायलाई आशिष दिनुहोस्। परमेश्वर पिता, तपाईँ आशिष दिने परमेश्वर हुनुहुन्छ। प्रार्थना गर्दछौँ परमेश्वर पिता। फेरि पनि बिन्ती गर्दछौँ यो विवाहको कार्यक्रमहरूमा तपाईँको ठुलो आशिष रह्यो। मग्नीबाट विभिन्न आफ्नो घरको काम छोडेर आउनुभयो, सबैलाई तपाईँको नाउँमा चाहिँ स्वागत गर्यौँ र यो कार्यक्रम सम्पन्न हुनलाई सहायता गर्नुभयो। धन्यवाद चढाउँछौँ। यो विनम्र निवेदन, हामीलाई मुक्ति दिने, हामीलाई प्रेम गर्नुहुने गहना हामी जसको हो त्यसको हातमा दिन्छौँ। दुलहाले ताली बजाइदिनु जोरदार। ल अब फेरि दुलहीले लगाइदिनुहोस्। दाइना 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 ताली बजाइदिनुहोस्। ल एकदमै छिटो छिटो गऱ्यौँ हामीले चाहिँ। धन्यवाद छ। हालेलुया, हालेलुया। परमेश्वर, हामी तपाईँको उपस्थितिमा अनि साक्षी तपाईँका दास दासी छोराछोरी रचित, तपाईँको दुलहा र नानी सङ्गीता बहिनीको बोझ बन्धनमा बाँधिनु भएको छ। र हामी तपाईँलाई धन्यवाद दिन्छौँ। त्यो लामो पर्खाइ र प्रार्थना स्वस्थ राख्नुहोस्, सकुशल राख्नुभएको छ। धन्यवाद दिन्छु सबै कुरा आफ्नो आशिष दिनुहोस् यसो प्रभुको जीवितमा। आमेन। जय मसीह। धन्यवाद छ। आफ्नो दुलहीलाई मुख हेर्नुहुन्छ, मुख उगारेर अनि अरूलाई पनि देखाउनुहुन्छ। ताली बजाइदिनु यो बेलामा सर। ज्वाइँलाई हामीले खुसी देख्न पाइरहेका छौँ। अघि वचनमा भने जस्तै अब मृत्युले नअल्गाएसम्म यो जोडी अनि बहिनी सङ्गीता रचित डङ्गौराको जोडी मृत्युले नअल्गाएसम्म उहाँहरू सँगसँगै वचन छ। सँगसँगै विवाहको प्रमाणपत्र पनि तयार गरिदिइराख्नु होला। हामी वचन पछि गरौँ त्यसलाई चाहिँ, होइन। अनि यो समय छोटो परमेश्वरको वचनबाट विवाह के हो र विवाह सम्बन्धी वचन लिएर हाम्रो ज्वाइँ अथवा दुलहापट्टिबाट पास्टर आउनुभएको छ। पास्टर विवाह कार्यक्रममा आमन्त्रित सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट फेरि पनि नमस्कार साथै जय मसीह। र अहिले भर्खरै सम्पन्न भएको विवाह आजका दुलहा श्री रचित चौधरी र दुलही सङ्गीतालाई यो विवाहको शुभकामना दिन चाहन्छु र यसको साथसाथ विवाहको बारेमा केही कुराहरू बताउन चाहन्छु।
विवाह, हामी विवाहमा उपस्थित भएका छौँ र यो विवाहको अर्थ चाहिँ हामीले दुलहीलाई दुलहाको घरमा लैजानु हो। एकदमै सर्टकट रूपमा यसलाई हामी बुझ्न सक्छौँ। विवाहको अर्थ चाहिँ दुलहीलाई दुलहाको घरमा लैजानु हो र विवाह एउटा यस्तो सामाजिक सम्झौता हो जसले दुलहा र दुलहीलाई पारिवारिक जीवनमा प्रवेश गराउँदछ। सामाजिक सम्झौता हो जसले दुलहा र दुलहीलाई पारिवारिक जीवनमा प्रवेश गराउँदछ। र यो विवाहको इतिहासको बारेमा हामी हेर्छौँ भने अघि नै हामी उत्पत्तिको पुस्तकमा त्यो खण्डबाट सुनिसकेका छौँ कि यो विवाहको सुरुवात परमेश्वरले अदनको बगैँचामा गरिदिनु भयो। विवाहको सुरुवात परमेश्वरद्वारा गरिएको थियो भन्ने इतिहास हामी उत्पत्तिको पुस्तकबाट हामी पढ्न पाउँदछौँ। र यो विवाह परमेश्वरले नै सुरु गरिदिनु भयो। मानिसको लागि उहाँले एउटा असल सुहाउँदो सहयोगी जोडा उहाँले बनाइदिनु भयो। कसैको अगाडि कसैको पछाडि हुन सक्छ, तर परमेश्वरले सबैजनाको लागि जोडी बनाइसक्नु भएको छ। कहाँ ल्याउनु भयो र आदमले भनेका छन् यो त मेरै हाडको हाड मेरै मासुको मासु हो भन्ने कुरा उनले भनेको कुरा पनि हामी लेखेको पाउँदछौँ। र यसपछि हामी विवाहको किसिमको बारेमा म बताउन चाहन्छु। विवाह चाहिँ 4 प्रकारको विवाहको बारेमा म तपाईँहरूलाई छोटकरीमा बताउन चाहन्छु। विवाह 4 प्रकारको हुन्छ। पहिलो विवाह चाहिँ जबरजस्ती गरिने विवाह, एकतर्फी इच्छा विपरीत गरिने विवाह, एकतर्फी गरिने विवाह। अनि दोस्रो विवाह भागेर गरिने विवाह, यो चाहिँ दुईतर्फी विवाह भनेर भन्छौँ। केटा र केटीको मन्जुरी हुन्छ अनि दुईजनाको मिले मटोमा भागेर गरिने विवाह, दुईतर्फी सहमति भएको विवाह, यसलाई हामी भनेर बुझ्न सक्छौँ। अनि तेस्रो विवाह चाहिँ चौतर्फी हुन्छ। तेस्रो विवाह चौतर्फी हुन्छ। केटाकेटीको अभिभावक र केटाकेटीको मन्जुरी अनुसारको विवाह, यो चाहिँ चौतर्फी सहमतिमा गरिने विवाह। यो विवाह चाहिँ हामीले अहिले देखेको एउटा विवाह भनेर हामी देख्न सक्दछौँ। र अब हामी चौथो विवाहको बारेमा हेर्नेछौँ। चौथो विवाह चाहिँ चौथो विवाहमा 5 तर्फी सहमति हुन्छ। अभिभावकको सहमति हुन्छ, केटाकेटीको सहमति हुन्छ र परमेश्वरको पनि सहमति हुन्छ। र यो विवाह चाहिँ एउटा क्रिस्चियन विवाह हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। यो विवाहको लागि केटाकेटी पर्खिन्छन्, प्रार्थना गर्छन्, एकअर्कालाई बुझ्ने कि आदरणीय होस्। सबैको बिचमा विवाह चाहिँ आदरणीय होस्। यो विवाह आदरणीय हुनको लागि विवाहमा परमेश्वरको सहमति अर्थात् परमेश्वरको सम्झौता पनि हुन आवश्यक छ। अब हामी हेरौँ, एकदमै छोटो समय भएको कारणले गर्दाखेरि एकदमै सर्टकट रूपमा मलाई जानु परेको छ। गर्नको लागि उमेर चाहिँ 22 वर्ष पुगेको हुनुपर्छ। यो चाहिँ हाम्रो देशले, हाम्रो संविधानले दिएको अधिकार हो। त्यसकारण 22 वर्षभन्दा मुनि अर्थात् 20 भन्दा तल उमेरका व्यक्तिहरूले यदि विवाह गर्छन् भने त्यो विवाह बाल विवाहमा हुन्छ। त्यो विवाह चाहिँ कानुन विपरीत हुन्छ। यसकारण विवाह गर्नलाई एकदमै क्रिस्चियन विवाह गर्नलाई आदरणीय हुनु पर्यो। मानसिक रूपमा तयार हुनु पर्यो। कर बाध्यता वा लोभ लालचमा होइन। तेस्रो योग्यता त्यो हो। अनि अर्को कुरा म बताउन चाहन्छु, विवाह चाहिँ कोसँग गर्ने, विवाह कोसँग गर्ने भन्ने सम्बन्धमा 2 कोरिन्थी 6 अध्यायको 14 देखि अन्तिममा बताउन चाहन्छु। अन्तिममा म के भन्न चाहन्छु भने हितोपदेश 18 को 22 पदमा लेखिएको छ, पत्नी पाउनेले असल कुरा पाउँछ भन्ने कुरा परमेश्वरको वचनमा लेखिएको छ। र अहिले दुईजनाको बिचमा विवाह सम्पन्न भइसकेको छ। यसकारण विवाह गरिसकेको यी दुईजना दम्पत्यहरूलाई अब यी दुईजना दुई होइनन्, एक भएका छन्, एउटै शरीर भएका छन् भन्ने कुरा हामीले अघि सुनिसकेका छौँ। यसमा हुनु पर्यो। अघि जसरी हामी देखिराखेका थियौँ, उहाँहरूले हात लगाउनु भएको
हातमा लगाउनु भएको औँठी जसरी उसको सुरु र अन्त्य छैन, त्यसरी नै उहाँ दुईजनाको बिचमा हुने आपसी प्रेमको पनि अन्त्य नहोस्। एक आपसमा उहाँहरूले त्यसरी नै माया गर्नुभएको होस् भन्ने हाम्रो फिक्री हुनु पर्दछ। त्यसरी नै पत्नीले पनि आफ्नो पतिलाई कसरी खुसी पार्ने त्यो कुरा चाहिँ एकदमै सोच्नुपर्ने आवश्यकता हुन्छ। एफिसी 5 को 22 र 23 पदमा हामी देख्छौँ, पति हो आफ्नो पतिको अधीनमा बस, पत्नी हो आफ्नो पतिको अधीनमा बस, पति हो आफ्नो पत्नीको अधीनमा बस। एक अर्काको अधीनमा बस्ने कुराहरू परमेश्वरको वचनले सिकाउँदछ। पति पत्नीको हामी म तपाईँहरूको बिचमा पढ्न चाहन्छु। यहाँ लेखिएको छ, र ती दुईजना एउटै शरीर हुनेछन्, तिनीहरू फेरि दुई होइनन् तर एउटै शरीर हुनेछन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसहरूले नछुट्याओस्। घरमा हुँदा चेलाहरूले फेरि यो विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नो पत्नीसँग विवाह विच्छेद गरेर अर्कासँग विवाह गर्छ तिनीहरूको विरुद्धमा व्यभिचार गर्छ, अनि त्यसले पनि विवाह गर्छ। यो विवाह विच्छेदको सम्बन्धमा परमेश्वरको वचनले भन्दछ कि जसलाई परमेश्वरले एकसाथ जोडिसक्नु भएको छ अब त्यसलाई कुनै कुराले पनि नछुट्याओस्। विवाह बढ्नु भएको छ, यसकारण विवाह विच्छेद चाहिँ परमेश्वरको विरुद्धमा हुन्छ। यसकारण डिभोर्स दिने कुरा परमेश्वरको वचनले अनुमति दिँदैन। यसकारण हामी यही कुरालाई जानौँ कि विवाह चाहिँ परमेश्वरले अदनको बगैँचामा सुरुवात गरिदिनु भएको हो। यसकारण यो विवाहलाई हामीले अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइराखेका छौँ। परमेश्वरको वचनले भन्छ कि जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ अब उहाँहरूलाई कुनै कुराले पनि नछुट्याओस्, गरिबीले न अभावले न। वचनमा सुन्यौँ कि परमेश्वरले आदमलाई भूमिको माटोबाट बनाउनु भयो। यसकारण हामीको कारणले गर्दाखेरि म आजको दुलालाई त्यही भन्न चाहन्छु कि जहिले पनि आफ्नो दुलैलाई धेरै तोड्ने मडोड्ने कुरा नगर्नुहोस्। हार्ड कुराहरू धेरै तोड्ने मडोड्ने यताउति गऱ्यौँ भने त्यो भाँचिन्छ। यसकारण बडो संवेदनशील भएर दुलैलाई प्रेम वास्ता फिक्री गर्नुहोस्, कसरी खुसी पार्न सकिन्छ त्यो कुरातिर ध्यान लगाउनुहोस्, र विवाह विच्छेदको कुरालाई कहिले पनि आफ्नो मनमा आउन नदिनुहोस्, र तपाईँहरूको वैवाहिक जीवन आशिषमय रहोस् भन्ने कामनाका साथ म आजको यो छोटो वचन यति नै अन्त्य गर्न चाहन्छु। धन्यवाद। फेरि पनि बाँकी समय म सञ्चालकजीलाई दिन चाहन्छु। हुन्छ, यो विवाहको सर्टिफिकेट हो यो है। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले नछुटाओस्। मत्ती रचित सुसमाचार 19:6 पवित्र अल्फा बाइबल चर्च नेपाल है, अङ्ग्रेजीमा पनि छ अल्फा बाइबल चर्च नेपाल, टिकापुर 1 विवाह प्रमाणपत्र। श्री श्यामलाल डङ्गौरा थारूका सुपुत्र जानकी गाउँपालिका 3 बस्ने वर्ष 28 का प्रशंसा ख्रिस्टीय मण्डलीका सदस्य श्री रचित डगौरा थारू को श्री रामू चौधरी टिकापुर नगरपालिका वार्ड नंबर 2 बस्ने वर्ष 27 का अल्फा सामुदायिक मण्डली की सदस्य सुश्री संगीता चौधरी सँग ख्रिस्टीय विधि अनुसार पवित्र विवाह भएको हुनाले आज मिति 2082 साल फागुन महिनाको 26 गतेका दिन यो विवाहको प्रमाणपत्र प्रदान गरिएको छ। दुलाहाको नाम र दस्तखत साक्षी पास्टर मोहन प्रसाद शर्मा बस्याल, एल्डर धनराज शाही। दुलैको तर्फबाट नाम र हस्ताक्षर प्रेम पास्टरज्यू डङ्गौरा थारू र डी बजरङ थारूको हामी दुवैजनालाई यो
सर्टिफिकेट हस्तान्तरण गर्दछौँ। हुन्छ। मात्र साझा गर्ने कुरा होइन, विवाहमा क्रिस्चियन विवाहमा तीनवटा कुराहरू जहिले पनि स्तम्भको रूपमा रहेका हुन्छन्, तीनवटा आधारहरू रहेका हुन्छन्। पहिलो प्रेम, दोस्रो सम्मान र तेस्रो परमेश्वरलाई केन्द्र। आर्थिक चुनौती आउन सक्छन् जीवनमा, स्वास्थ्यमा समस्या आउन सक्छ र विचार कहिलेकाहीँ नमिल्न सक्छन्। अहिले जाँदै एक दुई दिन त कति रमाइलो होइन, सबै कुरा बुझ्ने लाग्नु सक्ला, तर 1 वर्ष बित्दै जाला, 2 वर्ष बित्दै जाला, विचारहरू फरक आउन सक्लान्। त्यो विचारलाई पनि तपाईँ दुवैजनाले सम्मान गर्नुपर्छ। तपाईँले विवाह गर्दै गर्दा सबैभन्दा मेरो श्रीमान सबैभन्दा राम्रो, सबैभन्दा जान्ने, मेरो श्रीमती सबैभन्दा राम्ररी जान्ने मात्र नभएर मेरो श्रीमान कमजोर श्रीमान हुनुहुन्छ, मेरो श्रीमती कमजोर हुनुहुन्छ भन्ने कुरालाई पनि स्वीकार गर्नुपर्छ। कमजोर यसमा हैनमा त्यहाँ हाम्रा विचार वेदनाहरू तपाईँले सुन्नुपर्छ, एकअर्कालाई सुन्न सिक्नुपर्छ र एकअर्काको भावनालाई बुझ्नुपर्छ र सार्वजनिक रूपमा पनि एकअर्कालाई तपाईँले सम्मान गर्नुपर्छ। सार्वजनिक हुनुहोस्, हरेक परिस्थितिमा बाइबलबाट समाधानहरू खोज्नुहोस्, परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुहुनेछ। हुन्छ, यो समय धन्यवाद हाम्रो दुलहीको परिवारबाट धन्यवाद ज्ञापन तथा सूचनाको लागि हाम्रो आदरणीय एल्डर कमल चौधरी सरलाई दिन चाहन्छु र त्यसपछि लगत्तै अन्तिम आजको दिन पनि एकदमै गर्मी बढेको छ, भित्र झन् अलि गर्मी नै चर्केको छ। यसरी धैर्य धारण गरेर बसिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। र म सङ्गीताको साक्कै फुपू हो, फुपा, अनि त्यस कारणले गर्दा म हैसियतले म भन्न चाहन्छु कि अनि खाना मिठो गरी पाकेको छ, अनि राम्रोसँग खाएर जानु होला, नखाइकन नजानु होला। अनि पानी तिर्खो लागेको छ भने जारको पानी राखेको छ, तपाईँहरूले राम्रोसँग पानी खानु होला। अनि त्यसै गरी म धन्यवाद दिन धन्यवाद र यति नै भन्न चाहन्छु। र यसपछि तपाईँहरूले एकअर्कालाई आशीर्वाद दिन सक्नुहुन्छ, भलाकुसारी गर्न सक्नुहुन्छ। अनि प्रार्थनापछि अनि त्यसपछि हामी उहाँहरूलाई आशीर्वाद दिनुहोस्। र सबैले परमेश्वरलाई चिन्नुपर्छ, सबैले परमेश्वरलाई जान्नुपर्छ। त्यसै कारणले हामी चाहिँ यहाँ आयौँ नानीको। अनि पवित्र आत्मा परमेश्वर, तिरिएक परमेश्वर, हामी तपाईँको आदर अनि सम्मान गर्दछौँ। साँच्चै नै अघि भने जस्तै गलाती 4:4 पुरा एकदमै दुईटा जोडीलाई एउटा बनाउनु भएको छ। हामी तपाईँलाई नै धन्यवाद चढाउँछौँ परमेश्वर पिता। यहाँहरूको भविष्य निर्धारण तपाईँको हातमा, चार अनुसार तपाईँले चुन्नु भएको कार्यलाई यसरी तपाईँको सामान्यमा सबै पास्टर एल्डरहरूको बिचमा तपाईँलाई नै धन्यवाद चढाउँछौँ परमेश्वर पिता। तपाईँको ठुलो साक्षी अनि केटा अनि केटीबाट जुन हामीले सुनेका छौँ, बुझेका छौँ, यो ठाउँमा अरू सर्वदा रहन्। आमेन। जय मसीह। नमस्कार। यस पश्चात हामी अब कहाँ गई तो छटकी न पक्की अब डालो नहीं बस ओ हल बारे शुक्रिया तो डालो
पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। जो ब्याही जाए मुड़ती नहीं है, फसलें जो काटी जाए उगती नहीं है, बेटियां जो ब्याही जाए मुड़ती नहीं है। ऐसी विदाई हो तो, लंबी जुदाई हो तो, दहलीज दर्द की भी पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे।
जनगाठो के छ खोइ सुटुकै जुराइदेऊ न अम्मै बेहुलामै हुँ बेहुली कोही चिटिक्कै भेटाइदेऊ न मलाई लड्के जोबन लड्किन्छ फिरैको पहिरो झिनी समय एउटै जुनी इच्छा छ डोलीमा चढ्ने नि हो अम्मै जुरेको आजैको मितिमा सायद भोलिको दिनैमा केटो विभागित बुनेको छ पनि आज प्रमाणित भोलिको दिनैमा केटी विवाहित छड्के सलाम समेत मजूरी लगा के पयलिया गाय रे दुरही से सुर मोहनी पयलिया गाय रे दुरही से सुर मोहनी पयलिया लहराए सागर छल छलाए छल छल प्यास बुझाए बल रुटियक पल पल प्यास बुझाए बल रुटियक पल पल देखो नजारा करे इशारा पंछी दीवाना उड़ जा नील गगन में खुल जा बहती पवन में उड़ जा नील गगन में खुल जा बहती पवन में जिंदगी छोटी छोटी लागे भरना मन मोरे आकुर आकुर मांगे भरना मन मोरे आकुर आकुर मांगे छोटी से रहे ये प्यार की उम्र पर मैया से सदा भरल रहे पर मैया से सदा भरल रहे देखो नजारा करे इशारा पंछी दीवाना उड़ जा नील गगन में घुल जा बहती पवन में उड़ जा नील गगन में घुल जा बहती पवन में उड़ जा नील गगन में घुल जा बहती पवन में
के आहूं, इंतजार बन के आहूं, तू कहो तो सजनी प्यार बन के आऊं। अब तो अपन नाम की मेहंदी तोहार हाथ में रंगना। परदेसिया सजना कहिया बोले हैं, तोहर बिन एक पल मोर जियर नहीं लागे। याद की चदरी बिछा के सोचूं मिलन की बात, तोहार बिन अब दिल ना लागे, कैसे कटाऊं दिन रात। तू ही बताओ सजना कब तक करूं इंतजार, ढाई अक्षर से बनल बा सजना कैसे नहाई प्यार। ना भूख लगे ना चैन करा, जब केहू से सजनी हो जाए प्यार। रात की नींद न आए अखियां करे इंतजार, जे करे नाव में जियरा तरफे उहे हो सजनी प्यार। लेके वो सोलह सिंगार ओ हाथ की चूड़िया कंगना। परदेसिया सजना कहिया बोले हैं, तोहर बिन एक पल मोर जियर नहीं लागे। आइल बा मिलन के सजना ऐसन खुशी बहार में, घूम के नाचूं मैं झूम के नाचूं मैं सजना तोहार प्यार में। घूम के नाचूं मैं झूम के नाचूं मैं सजना तोहार प्यार में। तू ही मोर सजना, तू ही मोर बाला, सजना तू ही हर एक सपना, तू ही मोर करम। तोहार बिन अब सजना चाहत बा अधूरा, एक चुटकी सिंदूर तू भर के कर दूँ सपना पूरा। तू ही मोरे चाहत, तू ही मोरे सजनिया, अब बना के लई जिम आपन दुल्हनिया। तू सपना के रानी, तू ही मोर इंतजार, तोहार हर अदा पे सजनी करूं तुहिन से प्यार।